सर्वोच्च अदालतले पनि हैन जसरी इन्क्लुड गरेको छ हैन। अब सर्वोच्च अदालतले पनि के भनेपछि परमादेश नै जारी गरिदिएको छ हैन। जसरी अब शारीरिक स्वास्थ्यलाई जसरी हामीहरूले जति इम्पोर्टेन्स दिन्छौँ हैन, जति भ्यालु दिन्छौँ हैन, त्यति नै हामीहरूको मानसिक स्वास्थ्यलाई पनि इम्पोर्टेन्स दिन्छ हैन। फेरि अहिले के छ भनेपछि हाम्रो लोक्यालिटी भनौँ, सोसाइटीतिर भनौँ भनेपछि के हुन्छ भने शारीरिक स्वास्थ्यलाई हैन हामीहरू एकदम इम्पोर्टेन्स दिन्छौँ, खुलेर कुरा गर्छौँ हैन, तर मानसिक स्वास्थ्यलाई हैन त्यति हामीहरू इम्पोर्टेन्स दिँदैनौँ हैन। जसरी हामीहरूको जसरी घरमा हैन, हरेक घरमा के हुन्छ, कोही न कोही मानसिक स्वास्थ्यले अलि आफूलाई आफ्नो डेली लाइफलाई के ट्याकल गरिरहेको हुन्छ, तर उहाँहरू के हुन्छ खुलेर आउन चाहनुहुन्न हैन। जसरी मानसिक स्वास्थ्यलाई पनि उहाँहरू के गर्नुहुन्छ भने शारीरिक स्वास्थ्यसँग जोड्नुहुन्छ हैन। अनि शारीरिक स्वास्थ्यमा जसरी अब मानसिक स्वास्थ्य छँदैछ त्यसलाई, तर शारीरिक स्वास्थ्यको जुन हुन्छ नि शारीरिक प्रब्लमहरू हुन्छ हाम्रो, तिनीहरूले के गरेको हुन्छ भनेपछि ओभरस्याडो गरिदिएको हुन्छ हैन। अब मानसिक स्वास्थ्य छ हैन, तर तपाईँको हैन केही काम गर्न मन लाग्दैन हैन, अब सुतिराख्न मन लाग्छ हैन, त्यस्तो लाग्छ, अल्छी लाग्छ हैन। त्यस्तोमा के हुन्छ भनेपछि तपाईले के लाग्छ भने विकनेस भएको हो कि विकनेसको औषधि खाम कि, तर तपाईहरु के हुन्छ भनेपछि हामीहरु मानसिक स्वास्थ्यसम्म पुग्दैनौं के। शारीरिक स्वास्थ्य मलाई केही खाएर हो कि केही भएर हो कि भनेर त्यससँग तुलना गर्नुहुन्छ, तर मानसिक स्वास्थ्यलाई त्यति इम्पोर्टेन्स हाम्रो लोकालिटीमा चाहिँ त्यस्तो हुन्छ। तर शारीरिक स्वास्थ्य भन्दा नि हामीहरुले मानसिक स्वास्थ्यलाई धेरै इम्पोर्टेन्स दिनुपर्छ। किनभने अब हेर्नु के मानसिक स्वास्थ्यले के गर्यो भनेपछि मानसिक प्रब्लमले गर्दाखेरि शारीरिक प्रब्लमहरु पनि उत्पन्न भयो। अनि त्यसलाई के गर्नुभयो हामीहरुले शारीरिक प्रब्लम जसरी शारीरिक रोगहरुसँग हामीहरुले के गर्यौं तुलना गर्यौं। त्यही भएर हामीहरुले के गर्नुपर्छ भनेपछि आफ्नो जसरी शारीरिक स्वास्थ्यको लागि हामीहरु जति के भन्छ मेथड्सहरु अपनाउँछौं नि, त्यति हामीहरु मेन्टल प्रब्लमको लागि अहिले पनि हाम्रो देशमा के अहिले पनि त्यति जसरी शारीरिक प्रब्लमको लागि हामीहरु जे ट्रिटमेन्टहरु लिन्छौं, जति मेथड्सहरु स्वस्थ हुनको लागि गर्छौं, त्यति मानसिक स्वास्थ्यको लागि हामीहरु अहिले पनि गर्दैनौं। अब एन्जाइटीमा के हुन्छ भनेपछि मान्छेहरुले ओभर थिंकिङ गर्ने हैन। एन्जाइटीमा के हुन्छ कुनै सानो विषयलाई लिएर पनि ओभर थिंकिङ गर्ने हैन। अनि त्यसपछि कुनै सानो कुराहरुले गर्दा पनि आत्तिने हैन, धेरै डर हुने हैन, त्यस्तो कुराहरु भयो भनेपछि त्यसलाई एन्जाइटीको रूपमा लिइन्छ हैन। एन्जाइटीमा अरु के समस्या हुन्छ भनेपछि हैन कतै जान पनि डर लाग्ने हैन, अब मसँग के मिस्टेक हुन्छ कि भनेर त्यो काम नै नगर्ने हैन, त्यसलाई पनि एन्जाइटी भनिन्छ। अब हेल्थ एन्जाइटी पनि हुन्छ। जसरी हेल्थ एन्जाइटी भनेको कस्तो हुन्छ भनेपछि हामीहरु आफ्नो स्वास्थ्यले गर्दाखेरि एकदम चिन्तित हुने के, स्वास्थ्यको कारणले हैन मलाई के हुन्छ कि भनेर हैन, त्यस्तो भएर एकदम चिन्तित भएर पनि एन्सियस हुन्छ मान्छेहरु। एन्सियस भनेको अब एन्जाइटी नै भनौं, एन्सियस हुन्छ, धेरै चिन्तित हुन्छन् हैन। अब एन्जाइटीले गर्दाखेरि के हुन्छ भनेपछि अब एन्जाइटी र डिप्रेसनले, अब डिप्रेसनमा के हुन्छ भनेपछि डिप्रेसनमा पनि सेम हुन्छ हैन, धेरै सोच्ने अथवा जसरी हामीहरुको के हुन्छ केही कुराको क्षति भयो हैन, घरमा कुनै एकदम मिल्ने साथीहरु हुनुभयो, एकदम मिल्ने रिलेटिभ्सहरु हुनुभयो हैन, उहाँहरुको के हुन्छ लस हुन्छ हैन, उहाँहरु बित्नुभयो। त्यसले गर्दाखेरि ओभर थिंकिङ भयो हैन, उहाँहरुको बारेमा सोच्नु भयो हैन, उहाँहरुको एकदम धेरै बेरसम्म आफ्नो ग्रीफ हुन्छ नि, जुन ग्रीफ हुन्छ त्यो ग्रीफ आफ्नो मनमा लिइराख्नु भयो हैन। त्यस्तोले के गर्छ भनेपछि डिप्रेसन उत्पन्न गराउँछ। भनेको के काम गर्नै मन नलाग्ने हैन, त्यसपछि बाँच्नुको केही अर्थ छैन हैन, त्यस्तो फिल हुने हैन। त्यस्तो फिल भयो भने के हुन्छ भनेपछि डिप्रेसन हुन्छ हैन। डिप्रेसनमा के हुन्छन् मान्छेहरु एक्लो हुन खोज्ने हैन, त्यसपछि कसैसँग बोल्न मन नपराउने हैन, हाँस्न मन नलाग्ने, केही काम गर्न मन नलाग्ने हैन, कामै गर्न मन नलाग्ने, त्यस्तो हुन्छ। तर एन्जाइटीमा के हुन्छ भनेपछि त्यो काम गर्नदेखि डराउने के, त्यस्तो डराउने हुन्छ हैन।
केही मिस्टेक हुन्छ कि मसँग भनेर त्यस्तोले भने भयो एन्सियस हो हुने के त्यस्तोलाई के हुन्छ एन्जाइटी हुन्छ। तर डिप्रेसनमा के हुन्छ कामको बारेमा केही गर्नै मन नलाग्ने के त्यो राम्रो हुन्छ नराम्रो हुन्छ त्यस्तो केही सोच्दै नसोच्ने केही गर्न मन लाग्ने एक्लै बस्न मन लाग्ने त्यस्तोहरू भयो भने त्यो डिप्रेसन हुन्छ हैन। एन्जाइटीमा के हुन्छ भनेपछि एकदम सोच्ने के कुनै कुरालाई लिएर ओभर थिङ्किङ गर्ने हैन। त्यसपछि अब तपाईले कुनै सानो कुराहरू गर्नुभयो हैन इफ एन्जाइटीको पेसेन्टहरू छन् भने उहाँहरूले एकदम पपिङ आइज भन्छ हैन एकदम उत्सुकताले हेर्ने हैन त्यस्तो हुने त्यसपछि स्वेटिङहरू बढी हुने हैन अनि एकदम चाँडै रिसाउने त्यस्तो त्यस्तो हुन्छ हैन। अब त्यही एन्जाइटी डिप्रेसनले गर्दाखेरि अरू विभिन्न प्रकारको शारीरिक रोगहरू पनि उत्पन्न गराउँछ अनि अरू विभिन्न प्रकारको जसरी त्यहीहरूले ओभरस्याडो गर्दै 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 डिफ्रेन्ट टाइपको जसरी अब एन्जाइटी भयो भने हैन स्किजोफेनिया भन्ने अर्को रोग हुन्छ स्किजोफेनिया गर्ने अनि डिप्रेसनले के गर्छ भनेपछि डिप्रेसनले मान्छेसम्म यतिसम्म जान्छन् कि सुसाइडल टेन्डेन्सी हुन्छ नि सुसाइडल टेन्डेन्सी उत्पन्न हुन्छ त्योमा त्यस्तै हुन्छ। अब डर भनेको हेर्नु के हुन्छ भने फियर भयो फोबिया भयो हैन फोबियालाई पनि एन्जाइटीको रूपमा लिन्छ तर नर्मल फोबिया हुन्छ नि जुन नर्मल फोबिया हुन्छ त्यसलाई हुँदैन के। अब कोही कोही मान्छे के हुन्छ फियर फोबिया जसरी हुन्छ के हुन्छ भनेपछि कोही कोही मान्छे एकदम क्राउडेड प्लेसमा जान हैन त्यसपछि कोहीसँग बोल्न त्यस्तोहरूसँग स्टेज फोबियाहरू हुन्छ हैन त्यसपछि क्राउड फोबिया हुन्छ त्यस्तो फोबियाहरू भयो भने तिनीहरूले के हुन्छ तिनीहरूलाई चाहिँ एन्जाइटीको रूपमा लिइन्छ हैन। अब त्यसले के गर्छ भनेपछि तपाईको डेली लाइफमा ह्याम्पर गर्यो हैन मानौ तपाई कुनै वर्क गरिरहनु भएको छ तपाईलाई क्राउडसँग हैन घुलमिल गर्नु पर्यो तर तपाईलाई डर छ हैन। अब त्यही डर तपाई के हुन्छ भनेपछि ओभरस्याडो हुँदै जान्छ तपाईको काममा अनि धेरै के हुन्छ भनेपछि त्यसैलाई तपाईले डिगार्ड के भन्छ भनेपछि कुनै फियर भयो फोबिया भयो भने तपाई के गर्नुहुन्छ त्यसलाई हटाउनको लागि सोचिराख्नुहुन्छ हैन ओभर थिङ्किङ हुन्छ कसरी म यो आफूलाई ट्याकल गरेर कसरी आफूलाई राम्रो गर्न सक्छु भनेर थिङ्क गर्नुहुन्छ। त्यो थिङ्क गर्नु भनेको ठिकै हो तर ओभर थिङ्क गर्यो भने त्यो के हुन्छ भनेपछि एन्जाइटीतिर जान्छ हैन। अब नर्मल मान्छेहरूलाई पनि कुनै एक्जामहरू भयो हैन त्यस्तो भयो भने थोरै फियर हुन्छ तर एक्सेस फिभर हुनु जसरी एक्जाम दिन जानु भएको छ तपाईँ पुरै स्वेटिङ हुनु हैन त्यसपछि फेन्ट भइदिनु त्यसपछि पसिना आएर तपाईँ लेख्नै नसक्ने त्यस्तोहरू भयो भने त्यो के हुन्छ एन्जाइटी भयो हैन। तर अलिअलि त फियर जसलाई पनि हुन्छ हैन त्यो त नर्मल फियर हो तर ओभर फियर भयो भने ओभर डर भयो भने त्यो चाहिँ मानसिक स्वास्थ्यसँग रिलेटेड हुन्छ। अब सुरुवाती कारण भनेको हैन के भयो भने मैले भने हैन ओभर थिङ्किङ चिन्ता अति चिन्ता हैन कुनै कुराको पनि चिन्ता चाहिँ ठिकै हो चिन्ता गर्नु भनेको ठिकै हो हैन तर अति चिन्ता भनेको चाहिँ त्यो चाहिँ ठिक भएन नि हैन अति चिन्ता भनेको ठिक हुँदैन हैन। अब तपाईले पनि कुनै कुरा चिन्ता गर्नुहुन्छ भने ठिकै हो अति चिन्ता भएपछि जे कुराको पनि अति भयो भने त्यो शारीरिक अथवा मानसिक प्रब्लम उत्पन्न गराउँछ त्यस्तो हुन्छ। अनि आजभोलि के हुन्छ भनेपछि हामीहरू केहीको लागि पनि टाइम निकाल्न सक्दैनौँ हैन हाम्रो आहारदेखि लिएर विहारसम्म हैन त्योहरू सबै के भएको छ भने सन्तुलन जुन हुन्छ नि एउटा नर्मल ब्यालेन्स हुन्छ नि त्यो सबै बिग्रेको छ हैन। अब जसरी आहारले कसरी गर्छ भनेपछि नर्मल फुडहरू हुन्छ नि हामीहरूले त्यो खायौँ भने के हुन्छ हाम्रो शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य दुईटैको लागि हेल्पफुल हुन्छ हैन। तर हामीहरूले त्यही जङ्क फुडहरू खायौँ हैन फास्ट फुडहरू खायौँ भने के हुन्छ भनेपछि हाम्रो शारीरिक स्वास्थ्य त ह्याम्पर भयो नै हैन र मानसिक स्वास्थ्यलाई पनि ह्याम्पर गर्छ हैन। त्यही अनि त्यसपछि बिहारहरू के भयो भनेपछि पहिला के हुन्थ्यो भने पहिलाको हैन हामीहरू अहिले पनि हेरौँ हामीहरूको घरमा ओल्ड एज पर्सनहरू हुनुहुन्छ भने उहाँहरूको त्यस्तो मानसिक स्वास्थ्य त्यतिसम्म उस हुँदैन हैन। आजभोलि के हुन्छ भने हामीहरू सानो सानो कुरालाई पनि लिएर धेरै थिङ्किङ ओभर थिङ्किङ गर्ने हैन अनि त्यसपछि ओभर थिङ्किङ त भयो अनि हामीहरू के गर्छौँ भनेपछि लाइट एक्सर्साइजहरू पनि के अलिअलि गर्नुपर्छ हैन त्यस्तो लाइट एक्सर्साइजहरू पनि गर्दैनौँ अनि कामहरू हुन्छ हैन त्यस्तो कामहरू पनि हामीहरू खासै
त्यति धेरै काम त गर्दैनौँ जति पहिला हुन्थ्यो होइन, किनभने आजभोलि अब धेरै चेन्ज भएको छ होइन, एकदम बिजी सेड्युल हुन्छ सबैको। तर त्यो बिजी सेड्युलमा पनि पहिलाको जस्तै नगरेर पनि होइन, नगर्ने होइन, तर अलिअलि त टाइम निकाल्न सक्छौँ हामीहरू होइन। जसरी मेडिटेसनहरू भयो, थोरै योगा आसनहरू भयो, प्राणायामहरू भयो होइन, त्यस्तोहरू हामीहरूले गऱ्यो भने जस्तै हामीहरू शारीरिक त हुन्छौँ नै होइन, त्यसले गर्दाखेरि शारीरिक हाम्रो स्वस्थ हुन्छौँ अनि त्यसले गर्दाखेरि मानसिक स्वस्थता पनि हामीहरूको राम्रो हुन्छ। अब यो एन्जाइटी भनेको होइन आजभोलि के हुन्छ भनेपछि स्कुल गोइङ चिल्ड्रेनहरू हुन्छ नि, जुन स्कुल जाने बच्चाहरूदेखि लिएर बुढो भनेको मेनली भनेको स्कुल जाने बच्चा होइन, त्यसपछि मिड एज होइन, मिड एजमा जुन पर्सनहरू हुन्छ उहाँहरूलाई धेरै हुन्छ। किनभने अब स्कुल जाने बच्चाहरूमा के हुन्छ भनेपछि अब एक्जाम फियरहरू हुन्छ होइन, एक्जामको बारेमा अति सोच्ने होइन, एक्जामको बारेमा एक्जाम आउने बित्तिकै त कति बच्चाहरू के गर्छन् भने बिरामी भइदिने होइन, त्यस्तोहरू हुन्छ होइन। त्यसपछि मिडल एज क्राइसिस, मिडल एजमा के हुन्छ भनेपछि हामीहरू आफ्नो लाइफ क्यारियरको बारेमा अति कुरा सोच्छौँ होइन, धेरै सोच्ने गर्छौँ होइन। अब त्यो बेलामा पनि के हुन्छ भनेपछि एन्जाइटीहरू हुन सक्ने होइन, धेरै सोचिराख्यौँ भने होइन। अब तपाईँ एउटा जब गरिराख्नु भएको छ होइन, त्यो जब गर्दा गर्दै पनि तपाईँ त्यहाँ के हुन्छ भनेपछि सन्तुष्ट हुनुहुन्न, अनि त्यो सन्तुष्ट हुनुहुन्न भनेपछि तपाईँ डिफ्रेन्ट होइन कुराहरू के गर्नुहुन्छ भनेपछि आफ्नो दिमागमा उत्पन्न गर्न थाल्नुहुन्छ र अति चिन्ता गर्न थाल्नुहुन्छ होइन। अनि त्यसले के गर्छ भनेपछि तपाईँलाई बिस्तारै तपाईँको मानसिक स्वास्थ्यहरू के हुन्छ, डिटोरिएट हुन जान्छ होइन। त्यही भएर मानसिक स्वास्थ्य अब एन्जाइटीहरूबाट बस्नको लागि होइन धेरै हामीहरूले आफ्नो आहार विहारमा पनि चेन्ज गर्ने, जसरी सिम्पल फुडहरू खाने, हेल्दी फुडहरू खाने, जसरी हाम्रो घरैमा हुन्छ होइन, भात दालहरू हुन्छ तिनीहरू खाने मजाले, हरियो सागसब्जीहरू भयो त्यो खाने। त्यसपछि हामीहरूको खानामा चाहिँ होइन तपाईँहरूले शुद्ध घिउ पाउनुहुन्छ भने शुद्ध घिउको एकदम युज गर्नुहोस् के खानामा होइन। त्यो शुद्ध घिउले के गर्छ भनेपछि हाम्रो मानसिक स्वास्थ्यको लागि एकदम राम्रो हो शुद्ध घिउ होइन। अब तिनीहरूले के गर्छ भनेपछि हाम्रो जुन मानसिक स्वास्थ्यहरू होइन, जुन मानसिक स्वास्थ्यमा पनि त डिफ्रेन्ट टाइपको हाम्रो अर्गानहरू होइन, डिफ्रेन्ट टाइपको भित्री अर्गानहरू जुन हुन्छ, ब्रेनहरू भयो होइन, तिनीहरूलाई के गर्छ भनेपछि नरिसमेन्ट पुर्याउँछ होइन। अनि नरिसमेन्ट पुर्याएर त्यति धेरै जसरी हामीहरू ओभर थिङ्किङबाट पनि बस्न सक्छौँ होइन। त्यही भएर अब जसरी ओभर थिङ्किङ नगर्ने होइन, मेडिटेसन गर्न सक्नुहुन्छ भने थोरै मेडिटेसनहरू गर्नुहोस्, योगा प्राणायाम गर्नुहोस् होइन। अब त्यसपछि थोरै अब धेरै आफूलाई केही लागेको छ भने त्यो कुराहरू सेयर गर्नुहोस्, सबैसँग सेयर नगर्नुहोस्, तर आफू जोसँग क्लोज हुनुहुन्छ उहाँहरूसँग सेयर गर्नुहोस् होइन। अनि जर्नलिङ भन्छ होइन, आफूलाई जे लागेको हुन्छ होइन तिनीहरू नोट गर्ने, तिनीहरू एउटा डायरीमा लेख्ने, जर्नलिङ गर्ने, त्यस्तो कुरा गर्नुहोस्। यदि अब धेरै नै प्रब्लम भइसकेको छ भने मनोचिकित्सकहरूसँग परामर्श लिनुहोस्। अब घिउ भनेको अब कोही मान्छे के हुन्छ आजभोलि होइन, अब फेरि भनौँ भनेपछि टुडेज लाइफ स्टाइल नै भनौँ होइन, के हुन्छ भनेपछि धेरै मान्छेहरू अलि आफूभन्दा स्ट्यान्डर्ड हुन खोज्ने होइन, स्ट्यान्डर्ड हुन खोजेपछि होइन के हुन्छ भनेपछि इन्टोलरेन्सहरू होइन, मिल्क इन्टोलरेन्सहरू धेरै मान्छेहरूले भन्नुहुन्छ होइन, मलाई डेरी प्रोडक्ट इन्टोलरेन्स छ, मिल्क इन्टोलरेन्स छ होइन, त्यस्तो हुन्छ होइन कसैलाई। तर घृत चाहिँ एकदम मानसिक स्वास्थ्यको लागि घृत चाहिँ एकदम राम्रो हो। त्यसले के गर्छ भनेपछि हाम्रो एउटा त्यो के हुन्छ भनेपछि मेध्य द्रव्य पनि हो घृत भनेपछि होइन। त्यसले के गर्छ भनेपछि हाम्रो ब्रेनहरू जुन मेध्य द्रव्य भनेको इन्टेलेक्ट बढाउने होइन, त्यसपछि इन्टेलिजेन्स बढाउने त्यस्तो खालको हुन्छ घृतले, अनि ब्रेनलाई नरिस गर्छ होइन, त्यस्तो हुन्छ। अब डोजै त्यसको त बेसिक डोज भनेर चाहिँ हुँदैन होइन, तर आफ्नो खानामा चाहिँ युज गर्ने, जसरी दालमा राखेर खानुहोस्, भातमै राखेर खानुहोस्, अथवा साग सब्जीहरूमा पनि घृत युज गर्न सक्नुहुन्छ। अनि आफूले जति उपयुक्त लाग्छ होइन, आफूले जति डाइजेस्ट, फेरि धेरै पनि नखानुहोस् होइन, थोरै पनि नखानुहोस्, ठिक्क मात्रामा खानुहोस्, आफूले जति डाइजेस्ट गर्न सक्नुहुन्छ होइन त्यति खानु। अब त्यो
थकाली खानाहरू भनेको तपाईँहरूले होटलमा खाने होइन, आफ्नो घरमा खाने होइन, होटलमा खाने होइन। अब त्यो थकाली खानामा युज भएको घी त चाहिँ घिउ भनिन्छ होइन, घी त चाहिँ हाम्रो आयुर्वेदमा भनिन्छ होइन, घिउ चाहिँ कतिको प्योर छ होइन, त्यसले पनि असर गर्छ होइन। अब तपाईँले प्योर घी त खानु भएन, घिउ खानु भएन भने त्यसले केही इफेक्ट गर्दैन, त्यो डाइजेस्ट हुन्छ होइन। बरु घी त के हुन्छ भनेपछि वेट गेन गराउने पनि हुन्छ, तर शुद्ध घी त गो घी त भनेको काउ घी, त्यसले वेट गेन गराउँदैन त्यति होइन, त्यो इजिली डाइजेस्ट हुन्छ र नरिसमेन्ट पुर्याउँछ। तर तपाईँहरूले होटलमा खाएको त्यो घी त तपाईँहरू होटलमा हेर्न त जानु भएको छैन, कतिको प्योर छ, कतिको के कुन घी त युज गर्नु भएको छ, कतिको फ्याटी एसिड छ त्योमा होइन। त्यस्तो त्यही भएर आफूले घरमा युज गरेको प्योर गो घी त काउ घी चाहिँ राम्रो हो। अब डिप्रेसन भनेको के हुन्छ भनेपछि मैले अघि नै भनिसकेँ, डिप्रेसन भने के हुन्छ भनेपछि आयुर्वेद एकर्डिङली कसैको लस भएर होइन, चाहे फाइनेन्सियल लस होस्, चाहे आफ्नो क्लोज वानको लस होस्, अथवा आफ्नो घर परिवारको कसैको लस भएर होइन, त्यस्तो लस भएर त्यो मान्छेले के गर्छन् भनेपछि त्यही ग्रिफ हुन्छ नि, ग्रिफ दुःख, धेरै दुःख होइन भइराख्ने, दुःखी भइराख्ने, त्यसले के गर्छ बिस्तारै बिस्तारै के हुन्छ भनेपछि डिप्रेसनमा तीनवटा हुन्छ होइन, वर्थलेस, हेल्पलेस अनि त्यो केही कुरा गर्नै काम उस गर्न नलाग्ने त्यस्तो खालको हुन्छ होइन। अब त्यही डिप्रेसनमा के हुन्छ भने मेनली अब तपाईँलाई के कामै गर्न मन नलाग्ने होइन, त्यसपछि कसैसँग बोल्न मन नलाग्ने होइन, कसैसँग अब बाहिर निस्किन पनि मन नलाग्ने होइन, त्यस्तो खालको हुन्छ। अब त्यो डिप्रेसन केले गर्दा मैले भनिसकेँ, ग्रिफले गर्दाखेरि हुन्छ, दुःखले गर्दाखेरि होइन, त्यस्तो हुन्छ। अनि त्यसपछि हाम्रो डिप्रेसनमा के हुन्छ भनेपछि अब हामीहरू जस्तै नर्मल मान्छे एन्जाइटीमा के हुन्छ भने मान्छेहरूले केही कुराको बारेमा के गर्ने, ओभर थिङ्किङ गर्ने होइन। त्यस्तै डिप्रेसनमा के हुन्छ मान्छेहरू ग्रिफले गर्दाखेरि फाइनेन्सियल लसहरू भएको छ अथवा कुनै आफ्नो घर परिवारको लस भएको छ, तिनीहरूको बारेमा बढी दुःख लिने होइन। अनि त्यसले हामीहरूलाई के गर्छ, डिप्रेसनमा लान्छ होइन, बिस्तारै 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 डिप्रेसन भएको मान्छेहरू कस्तो हुन्छन् भनेपछि एक्लै बस्न रुचाउने होइन, त्यसपछि कसैसँग बोल्न पनि नरुचाउने, सानो सानो कुराहरूमा के हुने, इरिटेट हुने, त्यस्तो हुन्छ होइन। अब त्यो इरिटेट हुने त्यस्तो खालको हुन्छ। डिप्रेसनमा के हुन्छ भनेपछि हामीहरूले डिप्रेसनमा पनि अब चिकित्साको कुरा गर्दाखेरि डिप्रेसनमा के हुन्छ, दुखी भएको हुन्छ, मुड के हुन्छ भनेपछि डिप्रेस भएको हुन्छ होइन, मान्छेको मुड डिप्रेस भएको हुन्छ। त्योमा के गर्ने भनेपछि मुड एलिभेट गराउने होइन, त्यस्तो खालको उपायहरू त्यस्तो अपनाउनुपर्छ। जसरी हाम्रो आयुर्वेदमा भनेको छ होइन, जसरी नस्यहरू, तीक्ष्ण नस्यहरू त्यस्तोहरू युज गर्ने। त्यसपछि अब त्यो मान्छे डिप्रेसनमा त मान्छे होइन धेरै बोल्न पनि नचाहने होइन, आफ्नो कुरा सेयर गर्न पनि नचाहने त्यस्तो हुन्छ होइन। त्यही भएर त्यस्तोमा के गर्ने भनेपछि हामीहरूले डिफ्रेन्ट टाइपको मेडिसिनहरू पाइन्छ हाम्रो आयुर्वेदमा, तीक्ष्ण नस्यहरू हुन्छ होइन, त्यस्तो कुराहरू चाहिँ हामीहरूले युज गर्न सक्छौँ। अनि जसरी अब डिप्रेसनमा भएको मान्छेहरूसँग हामीहरूले राम्रोसँग कुरा गर्ने होइन, त्यसपछि उहाँहरूलाई बाहिर निकाल्न खोज्ने त्यस्तो होइन। उहाँहरूलाई राम्रो राम्रो जसरी के भनिन्छ भनेपछि जसरी अब उहाँहरू दुखी हुनुहुन्छ होइन, त्यस्तै मुड एलिभेट गराउने उपायहरू, जसरी कुनै स्टोरीहरू, जुन स्टोरीहरू जसले गर्दाखेरि ऊर्जा आओस् होइन, त्यस्तो स्टोरीहरू सुनाउने होइन। अनि त्यसपछि डिफ्रेन्ट टाइपको मेडिसिनहरू हुन्छ, मेध्य द्रव्यहरू हुन्छ हाम्रो आयुर्वेदमा। घृतहरू भयो, मैले अघि नै भनिसकेँ, डिप्रेसनमा पनि घृत युज गर्न सकिन्छ, एकदम राम्रो हुन्छ होइन। अनि त्यसपछि डिफ्रेन्ट टाइपको मेध्य द्रव्यहरू जसले हाम्रो इन्टेलेक्चुअल पावरहरू, त्यसपछि इन्टेलिजेन्स पावरहरू बढाउँछ, त्यस्तो कुराहरू चाहिँ युज गर्नुपर्छ। अब मेनली के हुन्छ भनेपछि बच्चाहरूमा त्यति धेरै डिप्रेसन चाहिँ देखा पर्दैन होइन। मेनली भनेको टिनेजर र बिचको उमेर जुन हुन्छ नि, मिड एज, त्यस्तोमा देखा परिन्छ र ओल्ड एजमा पनि देखा परिन्छ होइन। बच्चाहरूमा खासै देखा परिँदैन। टिनेजरहरूमा किन देखा परिन्छ भनेपछि अब तपाईँहरू के जसरी एउटा स्कुलबाट अर्को स्कुल होइन, अब कलेजमा आउनुभयो होइन, त्यति बेला के हुन्छ, तपाईँको कोही मिल्ने साथी हुन्छ होइन, त्यो उहाँसँग छुट्टिएर
अर्को एडजस्टमेन्ट डिसअर्डर भनिन्छ होइन, एडजस्ट गर्न गाह्रो हुने, अनि त्यही साथीको होइन सम्झिराख्ने होइन अथवा ओभरथिङ्क गर्ने, त्यो साथीहरूको दुःख लिइराख्ने होइन, त्यो साथी कहाँ गयो। अनि आजभोलि के हुन्छ भनेपछि सानै एजमा होइन ठिकै स्कुल गोइङ एज, त्यसपछि कलेज गोइङ एजमा के हुन्छ भनेपछि बोयफ्रेन्ड गर्लफ्रेन्ड हुने होइन, अनि ब्रेकअप हुन्छ होइन, ब्रेकअप भएपछि के हुन्छ दुःख हुने होइन, अनि त्यसपछि के गर्छ भनेपछि दुःख उत्पन्न गरायो होइन, त्यो दुःख उत्पन्न गराएर त्यही आफ्नो बोयफ्रेन्ड अथवा गर्लफ्रेन्ड होइन अथवा आफ्नो स्टडीमा राम्रो भएन अथवा केही लस भयो आफ्नो होइन, त्यस्तोमा के हुन्छ भनेपछि हामीहरू त्यहीको बारेमा के धेरै सोच्छौँ अथवा दुःख लिइराख्छौँ होइन। त्यस्तो भएर के हुन्छ हामीहरू डिप्रेसनमा जान्छौँ टिनेजतिर। अनि त्यसपछि मिड एजमा के हुन्छ भनेपछि हामीहरू डिफ्रेन्ट टाइपको रिस्क लिन्छौँ होइन, रिस्क लिन्छौँ। अनि यो पनि भयो एउटा ब्रेकअप पनि भयो होइन, डिफ्रेन्ट टाइपको रिस्क लिन्छौँ अथवा हामीहरू आफ्नो स्टार्टअप गर्छौँ होइन, केही कुराको स्टार्टअप गर्छौँ, त्यो स्टार्टअप राम्रोसँग भएन होइन, फाइनेन्सियली लस भयो हाम्रो, अनि फाइनेन्सियली लस भयो अथवा ब्रेकअप भयो अथवा केही काम राम्रोसँग चलेन, तपाईँले कुनै काम गर्न थाल्नुभयो होइन, तपाईँले एकदम सोच्नु भएको हुन्छ होइन म 100% दिन्छु होइन, तर केही कारणवश तपाईँले 100% दिन सक्नु भएन होइन। त्यस्तो भयो भने के हुन्छ भनेपछि हाम्रो मुड डिप्रेस्ड हुँदै जान्छ र हामीहरू डिप्रेसनतिर जान्छौँ। अनि त्यसपछि के हुन्छ भनेपछि बुढो एजमा के हुन्छ, अब डिफ्रेन्ट टाइपको जसरी आफ्नो बुढोमा चाहिँ आफ्नो बच्चाबुच्चीको बारेमा बढी सोच्ने होइन, आफ्नो बच्चाबुच्चीले मेरो केयर गरेन होइन, त्यस्तोहरू गरेन, अनि आफ्नो फाइनेन्सियल लसहरू भयो अथवा मैले आफ्नो छोरालाई यतिसम्म गरेँ तर मेरो छोराले केही गर्दैन, मेरो लागि छोराछोरीले केही गरेन, त्यस्तोहरू दुःख लिइराख्नु भयो भने उहाँहरू पनि के हुन्छ भनेपछि डिप्रेसनमा जानुहुन्छ होइन। अब मैले यहाँ चाहिँ काम गर्दाखेरि आफ्नो संस्थामा काम गर्दाखेरि मेनली मिड एज भएको मान्छेहरू, त्यसपछि मिड एज भएकै मान्छेहरू बढी नै आउने गर्नुहुन्छ होइन। अब यसको चिकित्सामा मैले त्यही अब भने हजुरलाई अघि नै अब घर परिवारको भूमिकामा पनि एकदम स्ट्रङ हुन्छ कि तपाईँले कसैलाई डिप्रेसनबाट निकाल्न सक्नुहुन्छ होइन, किनभने अब तपाईँ लस भएको छ होइन, तपाईँको फाइनेन्सियली लस भयो होइन, अनि स्टार्टअपहरूमा राम्रोसँग भएन, तपाईँ आफ्नो घर परिवारसँग के चाहनुहुन्छ भनेपछि सपोर्ट चाहनुहुन्छ होइन, तपाईँले सपोर्ट चाहिन्छ, कतैबाट पनि सपोर्ट चाहिन्छ, मलाई कसैले सपोर्ट गरिदियो भने होइन म केही राम्रो हुन्छ कि। अब त्यही सपोर्ट पाउनु भएन घर परिवारबाट अथवा आफ्नो फ्रेन्डबाट आफ्नो सर्कलबाट भने त्यस्तो भयो भने पनि डिप्रेसन झन् नराम्रो हुँदै जान्छ। अनि के हुन्छ भनेपछि अब त्यस्तै अब तपाईँको घर परिवार अथवा फ्रेन्ड पटक पटक तपाईँलाई भनिराख्नु भयो भने यति पैसा मेरो लस गरिदियो, यो यति मेरो उस भयो होइन, टाइम लस भयो तेरो, के गर्न सक्ने, त्यस्तो भयो भने पनि मान्छेहरूले अब त्यो त छँदैछ, आफ्नो दुःख छँदैछ आफूसँग होइन, तर अरूमाथि त्यो माथि अरू थपिँदै गयो भने के हुन्छ झन् मान्छेहरू मुड चाहिँ डिप्रेस हुँदै जान्छ होइन। त्यही भएर घर परिवारले पनि एकदम जसरी कोही मान्छेहरू हेर्नु भएको छ भने तपाईँको घर परिवारमा एक्लै बस्न रुचाउने, धेरै पहिलाभन्दा होइन एक्लै बस्न रुचाउने, धेरै नबोल्ने, धेरै बाहिर ननिस्किने, पहिला चाहिँ घुमिराख्ने मान्छे, बाहिर निस्किराख्ने, हाँस्ने खेल्ने त्यस्तो मान्छे, तर अहिले चाहिँ नबोल्ने, एक्लै बस्न रुचाउने, केही काम नगर्ने त्यस्तो हुनुहुन्छ भने उहाँहरू डिप्रेसनको साइन एन्ड सिम्टम देखाइरहनु भएको छ। उहाँहरूलाई एकचोटि पक्कै पनि मनोचिकित्सकसँग सल्लाह लिनुहोस् र तपाईँहरू पनि आफ्नो त्यस्तो देखिनु भएको छ घर परिवारमा देख्नु भएको छ भने सपोर्ट गर्नुहोस्, के कुरा छ भने सेयर गर्न लाउनुहोस्, त्यस्तो गर्नुहोस्, त्यसले पक्कै पनि हेल्प गर्छ। मानसिक स्वास्थ्यलाई पनि इम्पोर्टेन्स दिनुहोस्, म त्यति भन्छु होइन। अब केही समस्या छ भने होइन आफ्नो फ्रेन्ड्स घर परिवारमा सेयर गर्न सक्नुहुन्छ भने, सक्नुहुन्न भने आफ्नो फ्रेन्ड सर्कलहरू हुनुहुन्छ अथवा आफ्नो क्लोज कोही साथीहरू छ भने उहाँहरूमा सेयर गर्नुहोस् र टाइमली होइन मनोचिकित्सक मनोविज्ञ चिकित्सकहरू हुनुहुन्छ उहाँहरूसँग हेल्प लिनुहोस्। म पनि एउटा मनोविज्ञ चिकित्सक हुँ। हाम्रो उसमा भनेको हामीहरूको आयुर्वेद पद्धतिबाट युज हुने सबै मेडिसिनहरू सबै प्रोसिडियर्सहरू आयुर्वेद पद्धतिको हुन्छ होइन। त्यस्तै तपाईँहरूले मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। त्यही भएर आफ्नो मानसिक स्वास्थ्यलाई पनि
आउटमोस्ट इम्पोर्टेन्स दिनुस्। मान्छेको होइन डिफ्रेन्ट हुन्छ नेचर होइन, थाहा त पाइँदैन, तर तपाईँले एउटा साथी जुन हुन्छ फ्रेन्ड सर्कलमै जुन ट्रस्ट वर्दी साथी हुन्छ होइन, त्यसले पनि त्यो साथीले पनि तपाईँसँग सेयर गरिरहनु भएको छ, तपाईँले पनि सेयर गरिरहनु भएको छ, जुन कुराहरू आउटलिक भएको छैन अथवा तपाईँलाई कहिले पनि ब्ल्याकमेल गर्नु भएको छैन होइन, त्यस्तो साथीहरूसँग सेयर गर्नुहोस् होइन, जसले तपाईँले विक पोइन्ट लिएर पछि ब्ल्याकमेल गर्ने, यसो गर्ने उसो गर्ने, त्यसो गर्नुभयो भने त उहाँहरू तपाईँको साथी नै होइन, त्यस्तो त भन्न मिल्यो होइन। त्यही भएर जस्ट ट्रस्ट वर्दी हुनुहुन्छ साथीहरू, उहाँसँग सेयर गर्नुहोस् आफ्नो कुराहरू। अब डिप्रेसनको मेन सिम्पटम तीनवटा कसरी हुन्छ भनेपछि होपलेस होइन, हेल्पलेस र वर्थलेस हुन्छ। होपलेस भनेको कस्तो भनेपछि केही कुराको होप नै नहुने होइन, अनि वर्थलेस भनेपछि म केही कामकै छैन भनेर त्यस्तो फिल हुने होइन। होपलेस वर्थलेसलाई हेल्पलेस भनेको, अब हेल्पलेस भनेको कस्तो भनेपछि म आफैलाई हेल्प गर्न सक्दिनँ कि यो सिम्टम्सहरूबाट, अरू कसैले मलाई योबाट निस्किन मलाई कसैले पनि हेल्प गर्न सक्दैनन् कि भनेर यो तीनवटा सिम्टम्स हुन्छ होइन, होपलेस, हेल्पलेस र वर्थलेस। यस्तो तपाईँहरूलाई यदि फिल भएको छ भने होइन, मनोविज्ञ चिकित्सक अथवा म पनि एउटा मनोविज्ञ चिकित्सक हो, मलाई पनि आएर भेट्नुहोस्, अथवा तपाईँहरू जता नजिकै हुनुहुन्छ कतै त्यस्तो ठाउँमा गएर मनोविज्ञ चिकित्सकहरूसँग टाइममा सल्लाह लिनुहोस्। धन्यवाद।